टिकटकको भिडियोमा स्टिकर कमेन्ट जस्तै कि तपाईँले यहाँ देख्न सक्नुहुन्छ धेरै साथीहरूको भिडियोमा अहिले यस्तो खालको स्टिकर कमेन्ट आइरहेको छ। यस्तो खालको स्टिकर कमेन्ट अब तपाईँले साथीको भिडियोमा कसरी गर्ने त? यो जान्नुभन्दा पहिला साथीहरू तपाईँलाई एउटा रिक्वेस्ट, भिडियोलाई एक लाइक दिनु होला, फलो गर्नुभएको छैन मलाई फलो पनि गर्नु होला, तपाईँको केही पनि जाँदैन। यसले गर्दाखेरि साथीहरू यस्तै यस्तै जानकारी भिडियो फेरि पनि तपाईँले तुरुन्तै पाउनुहुनेछ। पहिला तपाईँले आफ्नो टिकटकलाई ओपन गर्नुहोस्। टिकटकलाई ओपन गरिसकेपछि अब तपाईँले कुन भिडियोलाई चाहिँ कमेन्ट गर्ने, स्टिकर कमेन्ट गर्ने भन्दाखेरि चाहिँ जस्तै तपाईँले एक्जाम्पल कुनै पनि भिडियोलाई तपाईँले हामीले कमेन्ट गर्छौँ है त। यहाँ तपाईँले देख्न सक्नुहुन्छ कमेन्ट सेसन। यो कमेन्ट सेसनलाई सिलेक्ट गर्नुहोस् अनि त्यसपछि यहाँ देख्न सक्नुहुन्छ यहाँ दुईटा आँखा भएको एउटा गोलो रिङ छ, यसमा तपाईँले टच गर्नुहोस्। अब यहाँ फेरि सर्च बारमा तपाईँले टच गर्नुहोस्। सर्च बारमा टच गरिसकेपछि अब तपाईँले यहाँनिर थुप्रै स्टिकरहरू पाउन सक्नुहुन्छ। अब स्टिकर चाहिँ तपाईँले जुनै पनि भिडियोमा मिलिहाल्छ, तपाईँले यसरी लिन सक्नुहुन्छ। जस्तै मैले अब गुड नाइट कमेन्ट गरेँ है त, जस्तै यसरी स्टिकरलाई चाहिँ सिलेक्ट गर्नुहोला अनि तपाईँले रातो बट्टामा सेन्ड गरेपछि हेर्न सक्नुहुन्छ। अब तपाईँले यति मजाले यति राम्रो स्टिकर कमेन्ट तपाईँले छोडिसक्नु भएको छ। फेरि एक्जाम्पलको लागि मैले तपाईँलाई फेरि पनि बताएँ, हामीले फेरि पनि भिडियोमा कमेन्ट गर्दाखेरि साथीहरू तपाईँले देख्न सक्नुहुन्छ यो कमेन्ट सेसनलाई फेरि टच गर्नुहोस् होला अनि फेरि यहाँनिर टच गर्नु होला। यो दुईटा आँखा जस्तो एरो गोलो छ त्यसमा तपाईँले टच गर्नु होला। फेरि अनि अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ सर्च बार, यो सर्च बारमा टच गर्नु होला। तपाईँले यसरी लेखेर पनि तपाईँले छिटो ल्याउन सक्नुहुन्छ। जस्तै मैले ब्युटिफुल लेखेँ, यसरी लेखेपछि कुनै पनि एकदम राम्रो कमेन्ट तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ। कुनै पनि स्टिकरहरू आइसकेको छ, यसरी तपाईँले स्टिकर सिलेक्ट गर्दै यसरी कमेन्ट गर्न सक्नुहुन्छ। यति